फाइनल साथीहरू आज हामी यहाँ आज इकोसेप सपिङ गर्न जाँदैछौँ। फुल आज टोटल्ली भिडियो होइन, मेरो युट्युब च्यानलमा आउनेछ। गेटबाट बाहिर निस्क्यो हाम्रो फाइनली है साथीहरू हामी गेटबाट बाहिर निस्क्यो। यता गेटबाट निस्क्यो है। अब अस्ति हामी कन्सेप्ट हामी यतातिर गएको थियो होइन, अस्ति हामी किमतिर होइन यतातिर 2 मार्केटतिर यतातिर गएको थियो भने आज हामी यतातिर जानेछौँ है। खासै थाहा छैन गाडीले अब यताबाट पनि गाडीले यो साइडतिरबाट पनि लान्छ अनि यतातिरबाट पनि लान्छ होइन। गाडी कुन साइडबाट आउँछ थाहा भएन होइन। खास हामी जानुपर्ने यतातिर हो होइन, यतातिर जानुपर्ने हो। अस्ति हामी यतातिर गएको थियो भने आज यतातिर जान्छौँ हामी। यता अब गाडी बुकिङ गरिसक्यो केटाहरूले। अब केही छिनपछि हामी मार्केटतिर जानेछौँ। अब यही गाडीमा चढेर हामी कन्सेप्ट जानेछौँ। यही गाडीमा चढेर हामी बुढोको टाउको त देख्छ के अहिले गाइजहरू साथीहरू हामी कन्सेप्ट आइपुग्यो यता। हामी यहाँबाट प्रवेश गर्नेछ भित्र। हामी यहाँबाट भित्र प्रवेश गर्नेछौँ। केही सपिङ गरेर हामी निस्किने छौँ। अब त्यस्तो बनाएर के लिएर आइरहेको छु है छिटेछौँ। भित्र के हो केटाहरू यस्तो छ है। हामी यहाँ मार्केटभित्र यता सागसब्जीहरू लिने छौँ। यता मान्छेहरू काम गरेर लिने छ। यता हरियो खोर्सानीहरू छ, सागसब्जीहरू छ। यता हेर्नु यस्तै हुन्छ यताको यो कन्सेप्ट मार्केट हो है। यता करेलाहरू, यता पिँडालुहरू, यता मकैहरू, यता मुलाहरू, सब यो सागसब्जी तरकारीहरू यस्तो राखेको छ। यता बेसर होइन, यो अदुवा हो, के यस्तो यस्तै छ। यस्तो मार्केटतिर धेरै भिड छ। यसरी यता किनमेल भइरहेको छ होइन। फ्रुट लाइन छ। सागसब्जीहरू त है, सागको लाइन छ होइन। प्याजको सागहरू यता भयो, त्यस्तो छ यता यसरी होइन। यसको यति परेछ भने यसो देखाइरहेको हुन्छ होइन। टिभीहरू छ, यस्तो प्राइसहरू यसरी लेखाइरहेको हुन्छ। त्यस्तो छ यतातिर बेकरी आइटमहरू यता है। यो सबै बेकरी आइटमहरू हो। यो सबै बेकरी आइटमहरू यता राख्नु पर्दैछ। यो सबै बेकरी आइटम यता छ भनेपछि गेडागुडीहरू कालाहरू यता राख्नुहुन्छ। यसरी राखेको छ। यहाँ सबै यो बदाम हो। मान्छेहरू काम गर्दैछ त। मान्छेहरू किनमेल गर्दैछ। त्यो लसुनहरू, आलुहरू, त्यो खुर्सानीहरू छ। यो माछाको लाइन हो है। यो कन्सेप्टको यहाँ अंदर काम गर्दैछ होइन। मार्केटमा काम गर्ने काम गर्नुपर्दैछ। मासु बनाउँछ।
आइसक्रिम आइटमहरू सबै यता छ। त्यसो आइसक्रिमहरू हो यिनीहरू। हो गोविन्द यो गोविन्द हो, यो त थाहा भएन मलाई। हामीले भैँसीले दिन्छ आगोमा पोल्यो भने फक्लो फक्लो उठिन्छ। कुन यो त्यो पाङ्ग्रा फुट्छ हामीले कम हुन्छ आम। यो काकडी जस्तै हो होइन, यसलाई मुन्तला भन्ने गर्छ होइन नेपालमा। त्यो सानो सानो पर एकदम अमिलो हुन्छ यो है। त्यो पिरालो हो होइन, त्यो भेन्टाहरू, यो रातो चिसो लगाएकोहरू होइन, कम्पनीको मान्छेहरू होइन, यो दुध फ्याक्ट्रीको मान्छेहरू। यिनीहरूले त सबै मालहरू ल्याउने होइन, आफै आएर होइन यता सबै मार्केटमा राख्ने, ऱ्याकहरूमा राखिदिने, यस्तै यस्तै गर्ने यिनीहरू। त्यहाँ हेनवासहरू, सेनिटाइजरहरू, यता साबुनहरू यस्तो यस्तो छ। सबै चामलहरू है, चामलको रेट कति कति छ माथि हेर्न सक्नुहुन्छ है। मलेसियामा गाह्रो छ है, धेरै गाह्रो छ। त्यसैले राम्रोसित बुझेर आउनुपर्छ कम्पनीहरूको काम गर्नेहरू है। कति महँगो छ चामल चाहिँ, जब 10 किलो चामल हुन्छ धेरै महँगो छ चामल। यस्तो छ त्यो माथि कति कति महँगो छ। यहाँ जोखेर सबै स्टिकर लाउँछ होइन, त्यसको यति पैसा भयो यति पैसा भयो भनेर यहाँ हामी यहाँ सागसब्जीहरू सबै स्टिकर लाउने जोख्ने काम गर्छ। यहाँ जोखेर हामी उता बल्ल काउन्टरमा गएर बल्ल हिसाब पैसा बुझाउनु पर्ने हुन्छ। त्यो हाम्रो भइसक्यो। फाइनल हाम्रो प्याकिङ भइसक्यो। यहाँ स्टिकर लगाइसक्यो। स्टिकर लगाएपछि अब हामी निस्किन्छौँ। अन्तिममा निस्किने बेलामा उता बल्ल यसको हामी पे गर्छौँ। स्टिकर लगाइसक्यो। अब लास्टमा उता हामी पे गर्नुपर्ने यसरी चोखेर यसरी स्टिकर लगाएको हुन्छ। हामीले यस्तो सागसब्जीहरू हो होइन, यो ब्रोकौली यसरी स्टिकर लगाइदिएको हुन्छ जोखेर। यो सबै स्टेसनरी सामानहरू छ होइन, यो सबै स्टेसनरी सामानहरू पाउँदो रहेछ यता सबै है। यिनीहरू सबै स्टेसनरी सामानहरू यता यो सबै कपी कलमहरू लिएर होइन सबै छ होइन। यता यस्तो इरेजरहरू, कटरहरू, सबै स्टेसनरी सामानहरू यता पाउँदो रहेछ। यता टेपसेपहरू सबै स्टेसनरी सामानहरू हो। त्यो लाइनमा सबै स्टेसनरी सामानहरू छ। यो सबै प्लास्टिकको भाँडाकुँडाहरू, सबै प्लास्टिकको भाँडाकुँडाहरू यता राख्दो रहेछ है। के हो के है, यस्तो ठुलो मार्केट छ होइन। के कुन कुन सामान के को लागि युज हुन्छ थाहै छैन। सबै यस्तो यस्तै छ यता है। यता यस्तो छ, यता यस्तो छ। यो सबै प्लास्टिकको भाँडाकुँडाहरू यतातिर राख्ने छ है। हामी लास्टतिर आइपुगिसक्यो यता घुम्दै घुम्दै। यो सबै मिक्सरहरू, सबै यो मिक्सरको लाइन रहेछ त है। केटाहरूले हेरेको छ अब घर टाइम आउँदैछ, त्यही भएर अलिअलि यस्तो के सामान अब कस्तो कस्तो होइन केटाहरूले यता चेक गर्दैछ, हेर्दैछ। मिक्सरहरू हेर्दैछ केटाहरूले। अब घर टाइम आउँदैछ बिस्तारै बिस्तारै। केटाहरूले अब यता बिस्तारै बिस्तारै कुन सामान कस्तो होइन हेर्दैछ। यस्तो छ यता। यतातिर फेनहरू, यसो मिक्सरको लाइन हो होइन। यो सबै पानी ताताउने भाँडाहरू हो यिनीहरू। यिनीहरू पानी ताताउने भाँडाहरू छ त। यो पानी फिल्टर गर्ने होइन, पाइपमा जोड्ने फिल्टर हो यो लान दिँदैन गऱ्यो त। यसरी आइरन हो होइन, लुगा लाउन आइरन हो। केटाहरू हेर्दैछ ओ के गर्ने लान दिँदैन भन्ने कुरा सुन्छ एयरपोर्टमा होइन।
के गर्ने हेरेन भनेर केटाहरूले हेर्दैछ अब केटाहरूले हेर्दैछ त मार्केटमा अब के छ के छैन अब घर जानु बेला आउँदैछ बिस्तारै अब मार्केट अवलोकन गर्दैछ घुम्दैछ है अब सपिङ त त्यस्तै हो होइन ल यता अब केटाहरू अब काउन्टरमा लाइनमा बसेको छ यता धेरै भिड छ है कहिले पालो आउने होइन धेरै भिड छ यता धेरै अब 10-15 मिनट यसै लाइनमा बस्नुपर्छ होइन यता हाम्रो एकजना साथी यतातिर अर्को काउन्टरमा एकजना यता दुईवटा काउन्टरमा केटाहरू लाइनमा बसिरहेको छ त्यस्तै छ अब यता पनि यस्तै काउन्टरमा कस्तो लाइन लागेको छ होइन यस्तो कतिवटा काउन्टर छ यहाँ लगभग कतिवटा 15वटा काउन्टर छ यहाँ 15वटा काउन्टरमा यस्तो मान्छे पेक छ हेर्नु उहाँसम्म होइन यहाँबाट त्यो काउन्टरको नम्बर यहाँ लेखेको छ यो 3 नम्बर हो यता 2 नम्बर होइन त्यो 1 नम्बर हो होइन उता देख्नु सक्छ यो 2 नम्बर यो 3 नम्बर 1500वटा काउन्टर छ त्यसमा पनि मान्छे फुल पेक छ त्यस्तो पेक छ यता कति लाने भन्नुपर्ने हो अब यो त सही एक्जाम्पल लाइनमा हो सरी यहाँ कसरी मान्छे आउँछ सरी त भन्नु पऱ्यो एकदम म भिडियो पनि ल है त हाम्रो पालो आउनु लाग्छ बिचरा मलाई यस्तो बाटोमा बस्यो मलाई गाह्रो भयो यहाँ भिडियो बनाएको आज धेरै भिड छ यस्तो मान्छेहरू मान्छे कति फेक हो आज पेक छ यता काउन्टरतिर पेकै पेक छ अब हाम्रो पालो कहिले हाल्ने थाहा होइन पुग्छ होला खासै केही सपिङ गर्न थिएन म जम्मै त्यो 2 रिङ्गेट लिएर यहाँको होइन मलेसियाको 2 रिङ्गेट लिएर म घुम्दैछु त्यही पनि एउटा सानो भिडियो बनाउने होइन प्रयास गर्दै म आएको हो होइन खासै मेरो मार्केटतिर आउने काम त थिएन होइन त्यही पनि म यसो अलिकति सानो भिडियो बनाऊँ होइन ब्लग बनाऊँ भनेर यहाँसम्म आइपुगेको छु त्यस्तै छ होइन अब त्यहीँबाट जहाँ भए पनि होइन मेरो भिडियोहरू होइन पुरा हेरिदिनु होला होइन लाइक कमेन्ट पनि गरिदिनु होला होइन मेरो आफ्नै युट्युब च्यानल छ मेरो युट्युब च्यानलमा म 30% फलो छ होइन सब्सक्राइब पनि गरिदिनु होला भन्ने चाहन्छु है अब हामी अब बिस्तारै बाहिर निस्किनेछौँ हाम्रो आजको फाइनली सपिङ गरेर सकिसक्यो होइन रुमतिर जानुपर्ने हुन्छ खाना पनि खाएको छैन आज होइन गएर रुमतिर गएर खाना पनि खान पर्ने हुन्छ त्यही भएर हामी बिस्तारै निस्किनेछौँ होइन त्यस्तै छ अहिले हाम्रो केटाहरू त काउन्टरमा हाम्रो केटाहरू प्याक हुँदैछ हाम्रो कुमार सरको भइसक्यो यता हाम्रो प्याकिङ हुँदैछ कति भिड छ यतातिर मान्छेको तातो लगाएर मान्छे गएर भइसक्यो उसको भइसक्यो
आम्पा आम्पा Yuna Masarita. Masarita. Ah? Tera madal tu. Aku ni ada tanya ni.